साथीहरुलाई नमस्कार। अहिले चाहिँ हामी चिसो मौसममा तातो आगो तापिरहेका छौँ हैन। अहिले हिउँ परेर कोरियामा एकदम जाडो छ। हाम्रो एरियातिर हिजो हिउँ परेर हैन अहिले माइनस कति 11-12 छ हाम्रोतिर। त्यही भएर हामी एकदम आगो तापिरहेको छौँ। र आगो ताप्दै म एउटा गीत गाएर म मनोरञ्जन पनि दिलाउँछु हाम्रो सम्पूर्ण दर्शकहरूलाई पनि र आगो तापिरहनु भएका दिदीहरूलाई र सबैलाई नमस्कार। ल कृपया तालीले साथ दिनु होला। अब अहिलेको सिचुएसनसँग सम्बन्धित नै गाएर सुनाउँछु हैन। हाम्रो गाउँघरमा ढुङ्गाको चुलो छ, भाग्यको डनमा निधार त ठुलो छ, भाग्यको डनमा निधार त ठुलो छ, मन परि जानेलाई हो सुटुकै लगेर जाऊ, यो मैदान तिम्रै हो घरमै मागेर जाऊ, तिम्रै हो घरमै मागेर जाऊ। थ्याङ्क यू एभ्रीबडी, थ्याङ्क यू। ल रमाइलो लाग्यो कि लागेन गाइस? एकदम। ल धन्यवाद। इलेक्ट्रिक चुलाबाट हामी मस्त आगो ताप्दै बसिरहेछौँ। खाना आएको आनन्द आइरहेछ। न्यानो भएर रुममा जान पनि लागेन हो नि। बाहिर त कस्तो जाडो छ, अनि त्यही भएर हामी यहाँ ताप्दैछौँ। हजुरहरूकोतिर कस्तो छ जाडो गर्मी? हामीलाई त्यस्तो जाडो लागिसक्छ। हाम्रो चाहिँ एकदमै जाडोहरू लागेर चाहिँ हामी आगो ताप्दैछौँ। अनि हाम्रो चाहिँ यहाँ जाडोमा तातो लोकल कुखुराको चिची पाक्दैछ। वा यो मैले पकाउँदैछु साथीहरू होइन। जाडोमा अब जाडो भगाउनुको लागि हामीले लोकल कुखुरालाई पकाएर लोकल धनियाँ लाएर चाहिँ हाम्रो सुपलाई रेडी पारिसक्यौँ। कस्तो राम्रो नाच्नुहुन्छ नि, मान्छे पनि राम्रै हुनुहुन्छ। अब तपाईँहरूको लोसार होइन दिदी? अब लोसार आउँदैछ अरे गुरुङको, अनि लोसारमा नाच्नुपर्ने अरे, त्यही भएर पुरा सिक्दै हुनुहुन्छ।